हामी कोहीसँग गठबन्धन गाँठो बन्धन कि गाँठे बन्धन गर्नेवाला छैनौँ है। त्यस्ता फटाहरू जो फटाहरूले गरिब दुखीको दैनिक बचत राखेको पनि बचत हिनामिना गरेर 5 करोड कति तपाईँको धरती दिएर निस्किएको छ है। आफ्नै तपाईँको सहकर्मी पत्रकारको हत्या भयो अरे भन्ने कुरा पनि आयो पहिला, त्यसको पनि कहाँ पुग्ने टुङ्गो छैन। आफ्नै ड्राइभर पनि खोइ कहाँबाट झरेर मर्यो अरे भन्छ, त्यसको पनि कुरा निकाल्दैन है। जेएनजी आन्दोलनमा जेलबाट आफै कुद्दै आउँछ है। अनि किन निस्केको भन्दाखेरि मन्त्रालयबाट निस्कि भन्ने कागज आयो अरे भन्छ। फेरि मन्त्रालय चाहिँ जलेर खरानी भइरहेछ, को थियो त्यहाँको। अनि फेरि आफै कुद्दै भित्र बस्छ। त्यस्तो मान्छे है एकजना गाँठो बन्धन गर्ने भित्र, अर्को गाँठो बन्धन गर्ने कस्तो भन्दाखेरि है ल है चेन्जी हो आऊ है भन्ने। अनि तपाईँको टाई सुटमा बिचरा के अरे स्कुलको ड्रेसमा केटाकेटी झोला बोकेर आन्दोलनमा जाने, टाउकोमा गोली हानेर उसको साथीले गिदी बोकिन्छ, बिचरा बाउला हिँड्छ है। आन्दोलनलाई उठाइ चाहिँ दिने आगो सल्काउने पुरै जलिसकेपछि लुकेर खाटमुनि बस्ने, कति महिना बसेर अहिले चाहिँ आएर प्रधानमन्त्री हुने अरे। गाँठो बन्धन भन्यो एकचोटि, गाँठो बन्धन भन्यो नि, गाँठो बन्धन भन्यो। साँचो कुरा त बोल्न सक्नु पर्यो नि है। आचामा लाग्छ है। आफ्नो श्रीमतीले पारले रोक्दाखेरि सिंहदरबार जलाइदिन्छु भनेर गथे, बाछा त खतरा भनेको चाहिँ गर्ने नै रहेछ। आछामा लाग्छ भनौँ न, है। सबै तपाईँको देश जलाएर आफू लुकिराख्दै जेएनजीको अन्त्येष्टिमा सम्म, घाइतेलाई भेट्न त गएन जेएनजीको अन्त्येष्टिमा सम्म यसो 1 मिनट पनि आफ्नो अनुहार नदेखाउने मान्छे प्रधानमन्त्री बन्ने। अरे फेरि फेसबुकमा बन्ने कति चाहिँ हाँस्नु है। अर्को छ फेरि एमसीसी को दलाल है। एमसीसी को दलाल, उसलाई मैले प्रश्न सोधेको उत्तर दिँदैन। उज्यालो पार्टी भनेर खोलेको 1 महिना पनि चलाउन नसकेर फेरि उता पहिला गएछ। रिसाएर यतातिर साथीहरू, पूर्वतिरका साथीहरू अब तपाईँहरूको त्यतातिर हुँदैन, यता आउनुहोस्, यता यहाँ छ, यहाँ वेलकम छ, यस्तो गरेर वेलकम छ भनौँ न। वेलकम छ भनौँ त सबैले, वेलकम छ। नाच चाहिने कुदिने रहन्छ है। अनि 1 महिना पनि एउटा चाहिँ कुरामा टिक्न नसक्ने त्यो मान्छेसँग मैले चाहिँ वार्ता गर्दा के भन्यो भने, जेएनजीको आन्दोलनको बेलामा जाँदाखेरि म चाहिँ सरकारमा जाँदिनँ, सरकारमा काम गर्नु सकिँदैन भनेर चाहिँ के गरेछ भने, म चाहिँ प्रधानमन्त्री बन्छु भनेर गएको हो नि त। के गरेर चाहिँ उसले त्यत्रो रूप लगाएर 24 घण्टा नपुगिकन मन्त्री खान गएछ। 3टा मन्त्रालय पाए भने उसको उसले पछि फोन गर्छ। यता आज एउटा कुरा बोलेको छ, अर्को कुरा भोलि उता बोले।